यति भन्दै म उहाँलाई आमा समूहको तर्फबाट पनि उहाँलाई चाहिँ सधैँ सम्मान गरिदिनु अनुरोध गर्दछु। यति भन्दै म धेरै लामो कुरा नगरिकन उहाँहरू पनि समय मान्छ, हाम्रो पनि समय कमाउनु भन्नु पऱ्यो। आज निकै बोल्नुभयो, त्यसको लागि हामी क्षमा चाहन्छौँ। एमएलएको एजेन्डाहरू के छ त, अनि उहाँहरूको विचार के छ हामी बुझौँ भनेर म उहाँले आफ्नो राय मन्तव्यहरू राखिदिनु म अनुरोध गर्दै मेरो भनाइ पनि यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद छ शान्तिपूर्ण बाबा समूहका दिदी समाजसेवी आमा समूहका अध्यक्ष समाजसेवी दिदी आमा दिदी र उपस्थित सबैलाई मेरो व्यक्तिगत तर्फबाट र मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभापतिबाट न्यानो अभिवादन चढाउन चाहन्छु। जय मङ्गोल। जय मङ्गोल। अब हामीले चाहिँ किन जय मङ्गोल भनिरहेछौँ भन्दाखेरि हामी जुन मगरलाई जति पनि आँखा चिल्चे लाभ क्षत्रियहरू चाहिँ हामी मङ्गोल वर्णले हामी मङ्गोल र बसोबास